कराई राम्ररी तातेपछि तेल लाउने, त्यसपछि पड्काउने कुराहरू लगाउने, हिङ पनि राख्यो भने अझ राम्रो हुन्छ। तेजपत्ता पनि राख्नुहोस्। काटेर रेडी पारेको आँप लाउनुहोस्। आँपको चाना कुन सेपको मनपर्छ त्यो आफूले काट्न सक्नुहुन्छ। एकछिन राम्ररी चलाएर नुन लाउन सक्नुहुन्छ। राम्ररी चलाएर एकछिन छोपिदिनुहोस्। एकछिन छोपेर पाक्न दिनुहोस्। आँप लतक्क भएर पाके त्यसपछि बेसार हालिदिनुहोस्, गरम मसला हालिदिनुहोस्, धुलो मसलाहरू हालिदिनुहोस्। तपाईहरूलाई के मनपर्छ अलिकति रातो खोर्सानीको धुलो पनि हाल्न सक्नुहुन्छ। मलाई चाहिँ मन पर्दैन, त्यही भएर मैले हाल्न। गरम मसला हालेँ, आफूले बनाएको मसलाहरू मिक्सरमा पिसेर धुलो मसलाहरू हालेँ, जिरा धनियाँको पाउडरहरू पनि हालेँ। राम्ररी चलाएर खोर्सानी काटेर टुक्रा टुक्रा बनाएर हालेँ। मैले मिक्सरमा चाहिँ पिसिनँ, अलिक बढी पिरो हुन्छ भनेर। त्यसपछि हालेँ मैले सक्खर सानो सानो टुक्रा बनाएर हालेँ। आफूलाई कतिको गुलियो मनपर्छ त्यो अनुसार। एकछिन राम्ररी चलाइदिएर छोपिदिएपछि खट्टा मिठा अब रेडी भयो है त। खट्टा मिठा रेडी भयो। वाउ, सो यम्मी। मलाई चाहिँ खट्टा मिठा मनपर्छ।